ब्याक टु युट्युब च्यानल हामी चाहिँ मोटुसँग आज हामी हिँडिरहेका छौँ पशुपतिनाथ छ मोटु वाट्सअप ठिक छ अनि ठिक छ यस हामी पशुपति दर्शन गर्न जाँदैछौँ अरू कति काठमाडौँ आएको काठमाडौँ आएको हाम्रो आज 9 दिन भएको छ 10 दिन भएको छ ल हाम्रो 10 दिन भइसकेको छ आज हामी बसेपछि र आन्दोलन एकदम मध्य र माहौल एकदम शान्तिपूर्ण भइसकेपछि आज हामी पशुपतिनाथ दर्शन गर्न गइरहेका छौँ हाम्रो ब्रोले यहाँ रिजर्भ गर्दै हुनुहुन्छ क्याब रिजर्भ हामी एकचोटि हेर्दै गर्नु होला और अभी तो रुको क्लाइमैक्स अभी बात दाइसँग दाइको घर चाहिँ कता अनि दाइ मेरो काभ्रे काप्रेली समिति के छ खबर सिन्धुली समिति के छ खबर कहाँ हो हामी बिहान बिहान पशुपतितिर हिँडिरहेको छौँ गौरव सान वाट्सअप ठिक छ नि एकदम बढिया मजा आइरहेको छ गाइड के छ दाइ पढामा कमाइ कतिको छ नि राजा जी ठीक ठिकै दिदी राम्रो सन्तोषजनक छ दियोस् सन्तोषजनक हुनु पर्यो हुनु भयो त अब क्यार जीविका चलेछ जिन्दगी नास्ता चलेछ पिरै पिरमा छ दाइ मान्छे चाहिँ रमाइलो हो कि दियोस् हेर मजा आयो नि भ्लग मजा आइरहेको के बैतामा आएको छ मिजो एउटा मिजो पठाउमा आएको थियो होइन एक शब्द बोलेन कि दोस्त हो र एक शब्द बोलेन त्यस्तो भन्नु मजै हान्न क्या फेरि यार म बोल्न खोजिरहेको छु बोल्दै बोल्दैन तर अस्ति हामी कोटेश्वर आएको दाइ पनि वाइल्ड थियो मसँग त्यहाँनिर वाइल्ड थिएँ अस्ति त एउटा मजाको थियो आज त हिजो आउँदा त आएको छु बोल्दै लाटो चाहिँ गरेर थियो बोलेन बोल्दै बोलेन अनलाइन चलन के छ र यार दुई मुठी साज हुन्छ यति हो भन्थ्यो त्यति भनेको त कता बस्नुहुन्छ नि दाइ यतै म त सुन्दा ए फ्यामिलीसँगै होला नि दाइ त बच्चाहरू छन् मलाई त काठमाडौँमा घर सर बनाउनु भए मस्त जोक मारा रे बच्चाहरू बुढीहरू बुढो लिएर त फेरि अटो ड्राइभरको नि दाइ घर हुन्छ नि अटो चलाउने मान्छेको घर हुन्छ नि अहिले गरेर हुँदैन यता खिच्नु यताको नि खिच्नु चस्मा लागेको मालुम है तेरे बाप को मत सिखा होला राम्रो त्यही जस्तो कहाँदेखि घर बुटोलदेखि हजुर भाषा सुन्न त्यतैको जस्तो लाग्यो हजुर त्यहाँ हाम्रो घर चाहिँ अर्को चाहिँ बुटोलमा बसेर चाहिँ हामीले पढ्छौँ स्टुडेन्ट हजुर हजुर दाइ बस्ने पढ्ने काम गर्ने सब ठिक यो जिन्दगी अब चलाउने के गर्नु दाइ मैले सिकेको थिएँ आज बिर्सेम ल्याएर के गर्नु गाजर लाउनु हो र लाइसेन्स त भनाएन जल्यो त कहाँ गर्नु है दामी हामी गल्ली गल्ली सुरु हिँडिरहेको छौँ क्राउ के हुन्छ बाटोमा हेर्दै देखाउँछौँ हामी हजुरहरूलाई मजाको नजारा देखिरहेछ नजरा है एकै नजरमा गीत बजाउनु न माया बसेरै छैन मेरोमा नभेटेको ठिकै हुन्थ्यो भेटिहाल्यो अब छुट्नै पर्यो जिन्दगीको खेल छाडी लाडै नै हो र छेडिँदै नभेट्दा साथै जान्थ्यो र हामी जाँदैछौँ के हुन्छ हामीले देखाउँछौँ बाटोमा हेर्दै गर्नु होला कति दिन्छ त्यसको पैसा चाहिँ भ्युज हेरिकन हुन्छ दाइ भ्युज हेरिकन हुन्छ हजुर जति धेरै भ्युज हुन्छ त्यति धेरै पैसा युट्युब बनाउँदै हाल्दै जाने आफूले नि हजुर युट्युबमा भिडियो बनाउँदै राख्दै जाने होइन अनि 1000 सब्सक्राइबर 4000 घन्टा वाच टाइम पुगेपछि चाहिँ युट्युबले पैसा दिन थाल्छ कि 4000 5000 पुगेपछि 4000 घन्टा वाच टाइम भनेको चाहिँ तपाईँको लगभग एउटा भिडियोमा 2-4 मिलियन भ्युज हुनु पऱ्यो एउटा भिडियोमा 2-4 मिलियन भ्युज पुग्नु पऱ्यो टोटल भ्युज चाहिँ 2-4 मिलियन पुग्यो भने त्यसपछि एउटा बल्ल पैसा दिन थाल्यो राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो कति दिन्छ पैसा त हेरिकन हुन्छ दाइ अब कति भ्युज आउँछ त्यही तरिकाले दिन्छ त्यति नलेज मलाई पनि छैन अहिले 5,000 हजुर 5,000 1 लाख 2 लाख 2 लाख दिन्छ 2 लाख इन्डियामा त करोडौँ कमाउँछ नि दाइ इन्डियनहरूले त
हामी पनि एउटा मोबाइल राखेको हो तपाईँ ट्र्याक्टर यहाँ मोबाइल राख्ने अनि के छ कहाँ हो भन्ने होइन तपाईँसँग त नयाँ नयाँ मान्छे हुन्छ नि त देशभरि जस्तो खालको प्र्याङ्क गर्छन् यार युट्युबमा हालिदिन्छु फेसबुकमा हाल्ने टिकटक जताततै हालिदिने कि त मारिहाल्छ नि पेसेन्जर तपाईँ यस्तो बवाल बोलिदिनुहुन्छ होइन भिडियोमा के युट्युबमा हाल्न चाहन्छु भन्ने भन्ने लास्टमा हाल्न हाल्दिनँ अनि फेरि अहिलेको जमानामा त नराख्ने जस्तो गरेर भन्दैन क्या दाइ मालूम है तेरे बाप को मत सिखा चल मान्छेले भिडियो बनाउनु खोजिहाल्छ होइन ए राखिदिनु दाइ मतलब भएन भन्ने टाइप भन्छ नि त ट्याक्सीबाट पनि पैसा कमायो अनि पैसा कमायो एकदम एक वर्षमा घरमा काण्डमा घर दाइ सबैले हालेर हाल्छ युट्युब गर्नु म त युट्युब बनाउँछु भएन ल लप्पै चल्छ यार यो सबै हो एउटा रमाइलो छ कि हो यस ट्याक्सी चलाएर बसिहाल्छ त्यो कामै भएन फाइनली ट्याक्सी पार्किङको भित्र हामीहरू पशुपति आइसकेका छौँ ट्याक्सीबाट निस्क्यो हामी निस्केछौँ र अब ट्याक्सीमा पैसा बुझाउँदै छन् ल हुन्छ दाइ पशुपतिको लागि मालाबाट किनेर अहिले हामी दिइरहेका छौँ पशुपति कस्तो लागिरहेको तिमीलाई दोस्त यहाँ चुना लगाइसक्यो बिहान बेलै और अभी तो रुको क्लाइमैक्स अभी बाकी है सुनाहरू खर्च गर्नु पऱ्यो नि यार सुना भन्छ तिमी पनि यार हामी दर्शन गर्छौँ दर्शन गरेको भिडियो बनाउनु भित्र एलाउड छैन होला अब हामी हजुरहरूलाई दर्शन गरेपछि भेट्छौँ होइन हजुर हजुर गाइस हजुर हजुर त्यहाँ गएर हेर्दै गर्नु होला फाइदा तिमी आएर दर्शन गरिसकेको गौरव सान कस्तो लाग्यो दर्शन गरेर बहुत मजा आयो दाजु हाम्रो नयाँ दोस्त हेलो ब्रो हेलो के छ कस्तो लागिरहेको छ त मन्दिरमा आएर दर्शन गऱ्यौँ हामी है कता जाने त अब है चिहान जाऊँ न त मोटु भएर राम्रो राख्यो कि मोटुको रियल मोटु त्यहाँसकेर हो अब हामी हिँडिसकेका छौँ यहाँबाट स्टेसन केही भन्न छ भने भन्दैन न त म एमाले मुर्दाबाद भन्न चाहन्छु पशुपति आउँछु भन्छन् स्टुडेन्ट गाइज अब हामी यहाँ दर्शन गरेर बाहिर निस्किँदैछौँ अब चाहिँ हामी जुत्ता चप्पल लगाएर बाहिर यसो हेरेर हामी यहाँबाट निस्किनु पर्ने हुन्छ है त के हुन्छ हेर्दै गर्नु